तपाईहरु सबैलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज तपाईहरुको माझमा भेक्टरको एउटा क्वेशन लिएर आएको छु। क्वेशन यस प्रकार रहेको छ। In the given figure, OA vector equal to A vector, OB vector equal to B vector and OP vector equal to P vector. Then prove that P vector equal to MB vector minus NA vector divided by M minus N. हेर्नुस् त यो सिचुएसनमा चाहिँ एक्सटर्नल डिभिजन फर्मुला है, एक्सटर्नल डिभिजन फर्मुला चाहिँ हामीलाई प्रुभ गर्नु भन्दैछ। अब यस्तो सिचुएसनमा एक्सटर्नल डिभिजन फर्मुला कसरी प्रुभ गर्ने त ध्यान दिएर हेर्नुस् है। सोलुसन सुरुमा गिवन लेखौं, ध्यान दिएर हेर्नु होला। गिवन OA vector equal to A vector, OB vector equal to B vector and OP vector equal to P vector. And this गरी अब कुन छ P. P point divides AB line into AB line in the ratio of M is to N externally. ध्यान दिएर हेर्नुस् है। यहाँले चाहिँ के गर्दैछ यो P पोइन्टले यो AB स्ट्रेट लाइनलाई M is to N को रेशियोमा बाँड्दैछ। हैन यो P कहाँ छ लाइन भन्दा बाहिर छ नि त। हो यसरी लाइन भन्दा बाहिरपट्टिबाट डिवाइड गर्ने पोइन्टलाई हामी एक्सटर्नल डिभिजन पोइन्ट भन्छौं र यो एक्सटर्नल डिभिजन पोइन्टको भेक्टर पोजिसन भेक्टर निकाल्ने फर्मुला हाम्रो के हो एक्सटर्नल डिभिजन फर्मुला हो। कुरा बुझ्नुभयो। त यसरी यो P ले चाहिँ यो AB लाइनलाई के गर्छ अरे M is to N को रेशियोमा डिवाइड गर्छ भनेर हामीलाई क्वेशनमा दिएको छ है। अब गिवन पछाडी के लेख्नु पर्यो हामीले टु प्रुभ लेख्नु पर्यो। प्रुभमा हामीले के गर्नुपर्ने छ P भेक्टर इक्वल टु MB भेक्टर माइनस NA भेक्टर डिवाइडेड बाइ M माइनस N प्रुभ गर्नु भन्दैछ। ठीक छ। अब टु प्रुफ पछाडी प्रुफ लेखौं, ध्यान दिएर हेर्नु होला। अब प्रुफ तिर लागौं है। हामीले क्वेशनले के भन्दैछ यो P पोइन्टले चाहिँ के गर्छ अरे AB स्ट्रेट लाइनलाई M is to N को रेशियोमा डिवाइड गर्छ। यो P ले AB लाइनलाई M is to N को रेशियोमा डिवाइड गर्छ भन्नुको मतलब यो पुरै AP पार्ट चाहिँ M छ, त्यसैगरी यो BP पार्ट चाहिँ N छ भन्न खोजेको। त्यसैले यो AP पार्ट र यो BP पार्ट को रेशियो चाहिँ कति हुन्छ त M is to N हुन्छ। कुरा बुझ्नुभयो। त्यसैले यस्तो सिचुएसनमा हामी के लेख्न सक्छौं यसलाई AP भेक्टर डिवाइडेड बाइ BP भेक्टर इज इक्वल टु के हुन्छ हाम्रो M बाइ N हुन्छ। तपाईले कुरा बुझ्नुभयो। यहाँ है AP डिवाइडेड बाइ BP चाहिँ के हुँदा रहेछ M बाइ N हुन्छ किनकि P पोइन्टले यो AB लाइनलाई M is to N को रेशियोमा डिवाइड गर्दैछ। बुझ्नुभयो कुरा। रेशियोमा डिवाइड गर्ने भएकोले यो AP पार्ट र BP पार्ट को रेशियो चाहिँ कति हुन्छ M बाइ N हुन्छ है। अब ध्यान दिएर हेर्नु होला। यति भइसके पछाडी AP भेक्टर निकालौं। A देखि P जानु भन्नुको मतलब हेर्नुस् है ट्रायंगुलर ल अनुसार A देखि P जानु भन्नुको मतलब कहाँदेखि कहाँ जानु हो A देखि O र O देखि P जानु हो। त्यसैले AP भेक्टरको ठाउँमा हामी के लेख्न सक्छौं AO भेक्टर प्लस OP भेक्टर लेख्न सक्छौं। कुरा बुझ्नुभयो। AO प्लस के भयो OP भयो डिवाइडेड बाइ त्यसैगरी BP B देखि P जानु भन्नुको मतलब कहाँदेखि कहाँ जानु हेर्नुस् त B देखि O र O देखि P जानु हो ट्रायंगुलर ल अनुसार हेर्नुस् है। B देखि P जानु भन्नुको मतलब B देखि O र O देखि P जानु हो। त्यसैले BP भेक्टरको ठाउँमा हामी के लेख्न सक्छौं BO भेक्टर प्लस OP भेक्टर लेख्न सक्छौं। कुरा बुझ्नुभयो नि इक्वल टु अनि त्यसपछि रेशियो के छ हाम्रो M बाइ N छ। यहाँसम्म क्लियरली बुझ्नुभयो नि तपाईहरुले हैन। अब ध्यान दिएर हेर्नु है। यस पछाडी यो OP अनि भेक्टर यहाँ त AO छ यसलाई हामी के लेख्न सक्छौं माइनस OA भेक्टर लेख्न सक्छौं डिवाइडेड बाइ BO प्लस OP छ यसलाई हामी OP भेक्टर माइनस OB भेक्टर लेख्न सक्छौं है इक्वल टु M बाइ N। अब त्यसपछि यहाँ भेक्टरलाई नोटेट गरेको छ। OP भनेको के हो स्मल p भेक्टर, OA भनेको के हो हाम्रो स्मल a भेक्टर डिवाइडेड बाइ OP भनेको स्मल p भेक्टर माइनस OB भनेको के हो हाम्रो स्मल b भेक्टर इक्वल टु M बाइ N। यहाँसम्म कुरा बुझ्नुभयो नि। अब क्रस मल्टिप्लाई गर्नु त के हुन्छ N इन्टु p भेक्टर माइनस a भेक्टर इक्वल टु M इन्टु p भेक्टर माइनस b भेक्टर। यहाँसम्म कुरा बुझ्नुभयो नि। अब यति गरिसके पछाडी ध्यान दिएर हेर्नुस् है। अब यसलाई सल्भ गरौँ त। मजाले ध्यान दिएर हेर्नु होला। यसलाई सल्भ गरौँ। यो n ले मल्टिप्लाई गर्दाखेरि के हुन्छ मजाले हेर्नुस् है। n p भेक्टर अनि त्यसपछि n इन्टु माइनस a गर्दाखेरि कति भयो माइनस
एन ए भेक्टर इक्वल टु त्यस्तै m ले गर्दा m इन्टु p भेक्टर गर्दा हाम्रो आयो mp भेक्टर त्यसैगरी m इन्टु माइनस b भेक्टर गर्दा के आयो हाम्रो माइनस mb भेक्टर ठीक छ। अब यो mb भेक्टर यतापटि माइनसमा छ यसलाई अर्को साइडमा लगाऊ त्यस्तै यो अर्को हेर्नुस् त त्यसैगरी हाम्रो np भेक्टर प्लसमा छ यता ल्याउँदा केमा आउँछ माइनसमा आउँछ ठीक छ। यसलाई यता लगाऊ np लाई यता लगाऊ pp लाई एकतिर ल्याऊ अनि a र b भेक्टरलाई एकतिर लगाऊ है साइड चेन्ज गरौँ। यहाँ त यो माइनसमा छ यसलाई यता ल्याउँदाखेरि केमा आयो प्लसमा आयो यो अलरेडी माइनसमा छ माइनस na भेक्टर इक्वल टु mp भेक्टर यो प्लसमा छ यता ल्याउँदाखेरि केमा आउँछ यो माइनसमा आउँछ माइनस np भेक्टर कुरा बुझ्नुभयो। यसै के भयो यो mb भेक्टर माइनस na भेक्टर इक्वल टु यहाँ p भेक्टर कमन आउँछ है p भेक्टर कमन लिएपछि यहाँ बाँकी रह्यो m माइनस यहाँ बाँकी रह्यो n त्यसैगरी यो मल्टिप्लाई को फर्ममा छ यसलाई यो साइडमा साइड चेन्ज गर्दा कुन फर्ममा आउँछ डिभाइड फर्ममा हेर्नुस् है डिभाइडेड बाइ के गर्ने यसलाई m माइनस n इक्वल टु p भेक्टर यसै हाम्रो कति आयो p भेक्टर इक्वल टु के हुने भयो हाम्रो mb भेक्टर माइनस na भेक्टर डिभाइडेड बाइ m माइनस n हुने भयो। कुरा बुझ्नुभयो। हामीले प्रुफ पनि के गर्नुपर्ने छ p भेक्टर इक्वल टु mb भेक्टर माइनस na भेक्टर डिभाइडेड बाइ m माइनस n यो नै हामीले प्रुफ गर्नुपर्ने छ। कुरा बुझ्नुभयो। यो के रहेछ त हाम्रो इन्टरनल डिभिजन पोइन्ट सरी एक्सटर्नल डिभिजन पोइन्ट है एक्सटर्नल डिभिजन को पोजिसन भेक्टर निकाल्ने फर्मुला के हुँदो रहेछ p भेक्टर इक्वल टु mb भेक्टर माइनस na भेक्टर डिभाइडेड बाइ m माइनस n हुन्छ। कुरा बुझ्नुभयो नि। यसरी यस्तो खालको क्वेशन आएमा हामीले प्रुफ गर्न सक्छौं। मलाई आशा छ आज मैले सिकाएको कुराहरू तपाईले राम्रोसँगले बुझ्नुभयो होला। म यसै नै तपाईहरुको माझमा नयाँ नयाँ जानकारीमूलक भिडियोहरू लिएर आउने नै छु।